फाइनल गेम चाहिँ फाइनल गेमको ओपनिङ हुँदैछ। मेला जस्तो लागिरहेको छ फाक्सको मिनी मेला आज सम्पन्न भइसकेको छ। ल ठिक छ आज वेलकम ब्याक द न्यू ब्लग। आज चाहिँ हामी फाक्सी जाँदैछौँ जस्तो बल खेल्ने हेर्नु। अहिले चाहिँ जस्ट 12 बजी कति 2 बजिसक्यो अनि 3 बजीतिर म्याच छ, त्यहाँ पुगेर हेर्नुपर्ने हुन्छ हामी। मेरोदेखि त्यस्तै छ। सो हेलो एभ्रिवान वेलकम। यो चाहिँ अघि बसी पुगिरहेको हामी अनि अहिले चाहिँ भर्खर स्टार्ट हुनु आँटिरहेछ। यस्तो तेर्सो स्टार्ट हुनु आँटेछ फाइनल गेम चाहिँ। छिट्दाखेरि नि खिच्नु उतादेखि पनि खिच्नु न। अनि यहाँ चाहिँ छ हेर्नेहरू प्राय 100-150 होला। सो अब चाहिँ गेम स्टार्ट हुनु आँटेको छ है। बसिरहेको छौँ अब यो ठाउँ छोडेर ऊ त तलको ठाउँ यहाँ बस्ने ठाउँ छ, त्यहाँ बसिन्छ हामी। बस्दा 2-3 घन्टै भइसक्यो होला। अहिलेसम्म गेम स्टार्ट भएको छैन, ढाँडै दुख्यो। अनि यहाँ स्वागत कार्यक्रम हुँदैछ हाम्रो। यो हाम्रै गाउँको केटाहरू हो नसुन्नु न। अनि यहाँ चाहिँ गेम अब स्टार्ट हुन आँट्यो। धेरै प्रिपेपी गर्दैछ। अब हामी उता गएर त्यहाँदेखि भिडियो गर्नुपर्ने हुन्छ। फाइनल गेमको ओपनिङ हुँदैछ। बेलुन उडाउनु पर्ने थियो। खिलाडीहरूको खेल मैदानमा प्रवेश भएसँगै आजका प्रमुख अतिथि लगायत त्यो हाम्रो गेम चाहिँ यहाँ घम्साघम्सी चलिरहेछ। हामी चाहिँ हेर्दैछौँ। ओभर सही हुँदैछ अहिले चाहिँ। ओ कुकुर आयो झन्डै गोल छिरो। सो हेर्दा अहिले चाहिँ घाम पनि परिसक्यो। अनि यहाँ छ एउटा चाहिँ क्यामेराम्यान। के भन्नुभयो? के गर्दा सरस्वती दिदी भनेपछि उताको हानि अस्ति पैसा त्यही त के गर्नुपर्ने कति ठिलेर ऑफसाइड अल ढिलो देख्छ रहेछ हौ हैन अपे हो दुईजना उता थियो अपे थियो
चक्लेट दिनु भएन अरे नि त चिज जाँदै चिज रारा फुटबल क्लबका खेलाडीहरूमा 13 नम्बर खेलाडी बाहिरिनु भएको छ भने 15 नम्बर खेलाडी प्रवेश गर्नुभएको छ। राम्रो प्लेयरहरूलाई पनि अलिक अबै हो लास्ट डिभिजन यता छ अनि बल अबै हो झन्डै झन्डा गाडेको छ झन्डा उठाएको डाइरेक्ट बोल 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 यो कुकुरले के यसको धनी पत्ता लाउनु धनी कतै छ धनी भरवाले पड्काइदिनु कहाँ उडाइदिए Good, good, very good. हस्पिटलले काम पाउँदैन त गोल हाल्नुपर्ने बोका हुँदो रहेछ Lovely! Back by back shot! हाम्रो विङ्गर राम्रो रहेछ 10 नम्बर Lovely! आफै लडेको बजारमा छौँ हामी चाहिँ मेला जस्तो लागिरहेको छ फाक्सुको मिनी मेला आज सम्पन्न भइसकेको छ ल ठिक छ आज लास्ट हो भर्खरै अहिले गेम सक्यो उहाँहरू चाहिँ ढोल नाच्नेहरू हो यहाँ पनि दाजु हुनुहुन्छ यहाँ त्यो दाजु एकजना चाहिँ हुनुहुन्न होइन हामी चाहिँ जस्ट हेर्ने मात्रै हो यहाँ ठुलो मेला टाइपको लागिरहेछ आज चाहिँ रातभर पनि हुन्छ हिजो अस्ति पनि रातभर भएको थियो तर म चाहिँ आइन ढोल नाच्ने हो ल